फेरि आचमनी अर्को पानी पुनः आचमनी फेरि अर्को पानी भयो पञ्चमतं दूध स्नानियम समर्पयामि अर्को पानी स्नानियम समर्पयामि अब त्यो कति दल के होइन त्यो ल्याब गर्नुपर्छ त इभी यहाँको सबै टुर दियो होला तिम्रो काम भनेको टुर दिने यहाँको यु आर द होस्ट अफ दिस सो कमेन्ट्रिज पनि चाहियो आज चाहिँ हामीको आज हामी सुब्रत बास्कोटा सुब्रत बास्कोटा र एरिक बास्कोटाको वर्तमानमा आइरहेको छौँ आज चाहिँको तयारी अनि यो चाहिँ यहाँ चाहिँ यज्ञ छ हाम्रो अनि यतापट्टि चाहिँ हाम्रो के चाहिँ देखाउ पर गर यहाँ गर यसरी होइन पुरा होस्ट भनेपछि देखाउनु परेन किचन यहाँ छ यहाँ के गर्दैछन् त्यहाँ तिनीहरूले चाहिँ आलु तास्दैछन् राम्रो मान्छेले केही गर्नै पर्दैन त दाजु त्यसै राम्रो भइहाल्छ यो चाहिँ हाम्रो टिपिकल भिलेज टाइपको घर त सानी आलु तसाई कस्तो हुँदैछ त आज चाहिँ हजुरको यो वर्तमानको तयारी कस्तो ठिकै छ राम्रै छ अनि त्यसपछि आजको चाहिँ वर्तमानमा यो कुन पक्ष चाहिँ हजुरलाई सबैभन्दा मनपर्न र एक्साइटमेन्ट धेरै त्यहाँ बस्न त्यहाँ बसेर के गर्नुहुन्छ बसिरहन पाएँ नि त बेरोजगार भएर सबै लुगा खोलेर यो चाहिँ आज हाम्रो दुईटा वर्तमानको इन्टरभ्यू यहीँ समाप्त गर्न चाहन्छु ल रेकर्ड राख हेर्दै बस्छु गर होइन तल न्युरी लगा क्यामेराम्यान नेभर डाइज के तल न्युरी तल मजाले भिजा अझै यता यता ल जा जुमिङ मिलाएर छैन हजुर जुम जुममा तिमीलाई सिकाएको छैन यति हो जुम हो नजिकै होइन अलिक परबाट खिच्ने हो कि यो मैले देखाएको छु मात्रै मामाले बाबु तिमीले मैले देखाएको छु भन्दैछ त बाबाले भन्दा मेसिन ब्लेड 150 त एउटा छ भने सुरु गरौँ न अनि नि यो सुरु गरेर माथि आँगनमै हुन्छ अब नि म त्यहाँ थाल्छु माउरीले मामाहरूले बसेपछि जसले काट्दा पनि ए मै काटिहाल्छु नदुखाइकन के भन्नुहुन्छ माम्मै नबस्ने केटाकेटीहरूलाई पनि मौका लु सुरु गर भिडालको जस्तो गरिदिन्छु भिडालको जस्तो भिडालको जस्तो गरिदिन्छु ल यहाँ काटेर उहाँ जाने रे सुरु यहाँ गाईको थलामा गर्ने रे एकछिन है म सोध्छु है गुरुले पर्दै चाहिएन भन्नुहुन्छ छेउमा मात्रै आउ रोटी रोटी अहिले चाहिँदैन हौ
तिमी खिचाहरू भएन भने मेरो त माइजो नि छैन लु बसेर सिकाइदिनु मलाई यसको कपाल काट्ने यति रमाइलो मलाई कस्तो हुन्छ होइन म हेर्दिनँ यता उहाँ खिच्नु परेन हुँदै गरेको उता खिच्नलाई हामीले अल्झायौँ नि त यतापट्टि ए उ त्यो भिसमा काकालाई हेर है भुमरी कहाँ छ पानी ल्याउँ त उ त्यहाँ अलिकति पानी दिनु त होइन के काट्नलाई उता उ गर्ने अरे यहाँ पानी दिनु त अलिकति भाउजू अलिकति पानी ल्याउनु त मुहार बनाउन लाग्छ फोटो खिच्नलाई रेडी ह्यापी बर्थडेमा काट्ने हुने त छ नि त्यहाँ त्यहाँ मुन्दुम गऱ्यो भने माथि जीवन अब जाँदा भयो माथि गएर काटौँ माथि माथि जानु माथि ल अब नि डर आइदियो खोइ हो त्यो चाहिँ म काटिदिन्छु खोइ त छ किन हुँदैन अहिले त केही गर्न पो हुँदैन बाउले त हेर्नु पनि हामी चाहिँ धेरै भएर पुगाउँदै छ हामीलाई ढुक्क छ बस अब माथि जीवन छ अब माथि आगोमा लानु यस्तै छोड्ने होला आज ओ पूजा मामा यसको त हामीले पनि काटिदिँदा हुन्छ जीवन चल्ती छिटो आइज है हजुर बाट बाट होइन बन्द मात्रै गरेको बुझ्नु न र बुझ्नु दाइ नबिर्सिनु है मैले भनेको भिडाल कसो गरिदिनु यहाँ एकचोटि उसलाई ह्याप्पी नआछ न ह्याप्पी बर्थडेमा काटिदिन्छ क्या ल अब जाउँ अब यही खिचेर पठाइदिनु हामी यहाँ गर्दैछौँ ल यसो गर्नुहोस् तिमी चाहिँ बस्नु बसेर काट्ने हो कि म टुक्रुको बस्छु है बसमै परिबाट ल छोड्छु अहिले भरे सम्हालिहाल्छु नि खै अर्को मुला अर्को भाइको अर्को म गरिहाल्छु नि टेन्सन नलिनु म त्यहाँबाट दिन्छु त थिए त मुला मेरो मामाले गर्दा दुख्दैन काट्नलाई उ सबैलाई पुर्याइदिनु है मामाहरूलाई पनि पुर्याइदिनु तिमी यतैको हुँदा चाहिँ काट्यो यताको सजिलो हुन्छ पछाडिको कि दिनु त मामाहरूलाई पनि दिनु दुईटै मामालाई दिनु दुईटै मामालाई दिनु केही छैन मामा मैले तपाईँलाई विश्वास गरेर चाहिँ आनन्दले काट्नु आनन्दले मैले तपाईँलाई विश्वास गरिरहेको छु आइसँग टेन्सन लिनु पर्दैन दिनु न दिनु ए रहर पुग्यो दिनु न होइन ब्लेड पो छ त मामाले काटेको त यिनी आएन नि
कर्म भनेको राइट टाइममा राइट फोटो खिच्नलाई रेडी केही छैन मलाई त राम्रो लाग्छ आधी काटेर टाइममा खिचेर अपलोड गरिदिइहाल है आधी भएपछि म भन्छु कि फोटो खिचेर भिडियो खिचेर हाल्दै भने यतिकै छोड्नेवाला छौँ होइन ह्यापी बर्थडेमा हाल्नलाई ए बुइनी अनि कहाँ तँ यहाँ बस्यो समातेर बुइनी यहाँ रहेछ त्यस्तो खै छोडा त्यहाँ खाली अलि पर क्यामेराम्यान राम्रो है भिडियो यहाँ स्मिता दिदीको टाउको आइरहेको ओइ नानी तिम्रो यहाँ कसरी ल्याउने फेरि हिँड्ला नि त भन के भएर पानी ल्याउनु लाउनु न यहाँ त बारी एकजना मामालाई पठाउनु न आइसम्म उपेन्द्र दादा ताता पनि ल्याउनु पर्छ कि छिटो हुन्छ नि त यस्तो चाँडो हुन्छ नि त्यहाँ खिचिरहेको छ भाइको भिजाउनु पर्छ दारी पनि हान्ने हो जन्मदिनको बेला फोटो हाल्ने गरी अलिकति कपाल भएको भनेर नि लेख्दै यता हेभी यता पनि है खिचिरहेको छ भिडियो फोटो खिच्नेले चाहिँ बरु कसैलाई फोटो खिच्ने यता पनि दादाको पनि यता मामाको यता ए स्मिता दिदी हजुर त्यही सामान चाहिएर लिन जानु भएको त माइजूले बोलाउँदै नम्बर पनि मिलाएर खिच्नु ल एकलो फोटो खिच्न पाएको म यहाँ भिडियो खिच्दैछु कहाँ गयो नि अब ल त सर अब एकछिन फेरि फोटो खिच्नुपर्छ बिफोर एन्ड आफ्टर गरेर बस्दा बस्दै गाडी जुन सबै हान्नुपर्छ नि होइन कुर्सीमा बस्नु न तपाईँ ए मृगको छाला मृगासन हौ मृगाको छाला भन्नु हुँदैन मृगासन हाम्रो वर्तमानमा तिमीलाई याद छ एकजना बाबाले मेरो खरेङ काट्दियो अनि दुःखो मलाई त भने छ त मसँग सबै फोटो हेरेको सिलोके हजुरबाले के ए अनि नाति तैँले दुःख भनिसक्यो त म त फ्याउरी चलाएर यतिकै छिटो पो गर्छु त भने कति चाहिँ दुःख यस्तो छड्की पार भने दुख्दैन होइन सिधा पार भने दुख्नु त हो बुढाले त यस्तो गाडी काट्दैन बुढाले यस्तो गर्यो भने नदुखाउनु न हौ तपाईँ चाहिँ दुखाउनेले त सेट दुखाउँदो रहेछ खिचौँ न एकचोटि फोटो फेरि अरूलाई गफ गऱ्यो भने के गर्नु एकचोटि फोटो खिचौँ न के को दुख्दैन कपाल एकचोटि बुझौँ त एकचोटि एरिको फोटो खिच्ने हो क्या उठेर होइन यतिकै यो थाल हटाऊ यता हेर न ए उता जाऊ न ये भगवान तेरे पर्दैन यो त फोटो ए पछाडिबाट खिच्छ निशाना पछाडिबाट खिच्छ म गएर छोडिदिन्छु त यसमा सबै उठ्दै त ढेङ्गा भयो यो एङ्गलबाट भिडियो चाहिँ गर्दैन अलिकति यता हेर्दै हुन्थ्यो वर्तमान नदेखिस् न हेर अलिकति यता हेर न घर त्यो उ गर्न मिलिहाल्छ नि फोटो खिच्नु हुन्छ के ल दादा मेरो
कता कता तिमीहरूले बनाएको भिडियो अझै मेरो मोबाइलमा छ ए उयो गरेको त्यो खिचेको मेरो तालुकिङ भाइ पानी चायाहरू उता पनि जुम गरी गरी खिच ल यहाँ पनि फोटो खिच्नु क्या ठ्याक्कै पोजिसनमा चाहिँ खिचौँ न एउटा ल कान्छा अलिकति उठाउ त टाउका यता साइडबाट यो निस्कियो यस्तो ठिक छ क्या मेरो पनि खिच्दिन सक्यो अलि उताबाट के भन्नुपर्छ के सम्बन्ध हो पनि थाहा छैन एरिक मेरो भान्जो सम्बन्ध म फर्किनु टिपिकलै देखाएको मिना ब्राउ हेडलाइन रे हेडलाइन रे शिवाजी त लाउन त क्यामेरा लिन्छ एउटा बुइनी आए बुइनी बाटो बाटो छोडा सानो श्याम्पू त्यस्तै क्यामेराम्यान जल्दी क्यामेराम्यान जल्दी फोकस गरो कति गर्नु कति राख्नु के भयो इन्भिन्सिबल क्यामेरा आइस मामा त्यो यताउता नै हुन्छ तपाईँले गर्दा उसले बिगाऱ्यो होला के राम्रो हुन्छ त्यसलाई त्यो स्टप गर्नु अनि नयाँ भइरहेछ त देब्रेपट्टि छ मेरो तिम्रो अनि सर कपाल काटेको कस्तो एक्सपिरियन्स हुँदैछ त ठिकै छ अब दारी पनि हो सबै सबै हो नि कहाँ जुङ्गा पनि धेरै आयो भने यो बुका तिम्रो काट्नु भएछ यति बेला थियो दारी भिजाउनु पर्ने हो पानी कोसँग पानी यहाँ ग्लासमा कोसँग थियो मुना अझै यता बनायो अरे त कहाँ दारी ल एरिक अहिलेसम्मको एक्सपिरियन्सको लागि समराइज गर त ल एरिक अहिलेसम्मको एक्सपिरियन्स समराइज गर त ल होइन होला रमाइलो लागिरहेछ सबै काट्नु अब बर्थडेको लागि हामीलाई भयो होइन फोटो सम्झिन त हजुर होइन त्यो होइन त्यो त अहिले चलनै उ भइसक्यो नि त होइन चलन भन्दा नि आज चाहिँ गरौँ न भोलिदेखि आज नकाट्नु आज जुङ्गा नकाट्नु ल ल दारी चाहिँ काट्नु दारी काट्नु जुवा काट्नु हुँदैन त्यसो रे वापिरहेछ भन्छ चाया हजुर काका हेर्नु चाया कति रहेछ भन्छ फर्स्ट टाइम दारी काट्यो हो क्या 15 वर्ष लाग्यो अस्ति मागबाट पहिलोचोटि दारी काट्यो हो हो त ल साइड त कस्तो घरमा काट्दा सुरु भएको आज आजबाट चाहिँ साँच्चै ठुलो मान्छे भयो अब नआएको त राम्रो फेरि यस्तो हुन्छ क्या आयो भने आउँछ क्या भाइ आज डह्रो भागे कतिको डह्रो छ मामालाई एकदम माथि जाने बजारसम्म छोडेर आयो हामी गएर चाहे कपाल ल्याउनु पर्यो नि मामाले त्यो बर्थ मार्क हो क्या जस्तो लाग्यो मलाई हेरेको दादा हुँदा नि Oh my god, oh my god, oh my god. चार पाँचजना यत्र
भित्र बसेका छन् कहाँबाट भाग्यो होइन अब 2 मिनेट छेकिहालिन्छ नि हामी त के छ जेल तोडेर त आज 4 जना छ बाटो चाहिँ नकटे के त बाटो चाहिँ नकटे बाटो चाहिँ त बारीतिर जा ए होइन भाग्नु त डाँडा डाँडा चाहिँ नकुद्नु डाँडा डाँडा ए अब किन आइदिएको इलाम जिल्ला पटे क्यामेराम्यान आइस ल ल यहाँ सकेको एकजना मान्छे ल बाउले ओ डाक्टर साहब छोडौँ न अलिकति बाटो हेरौँ हामी पनि म यही छु त दिदी स्वागत छ यहाँलाई अघि फोटो खिचेर चाहिँ आउनु भएन आधी आधी कपाल काटेको फोटो खिचेर होइन भरे आउँछ नि आदित्य आमाको उहाँकै गर्ने हो बाबा दिनु न ल बस Now this is gold यार this is gold क्या बाबु छैन भन्नु पर्यो त गुरुले अघि डाइरेक्ट कता हुन्छ अरे मुनालाई सोधेको पहिला त मुन्डुम जस्तो ल है त रमाइलो भयो भिडियो यस्तो हो नि त तपाईँको नि गर्नुभएको छ मेरो त उहिले सकेको बाबु अहिले फेसियल गरेको क्या टाउको फेसियल गरेको म त कति म 11 वर्षको 11 12 वर्ष हुँदाखेरि गरेँ मेरो त हाम्रो नानीको 8 वर्षमा गर्दाखेरि फेरि पनि वर्तमान गर्छु भन्थ्यो मेरो हाम्रो नानी फेसियल गरेको आज अनि अरे पखाल्न गाह्रो हुन्छ त मेरो फ्रेमिङ चाहिँ भएन यार किन हो बाल्टी थापेर फलाउनु खलाइदा पनि हुन्थ्यो नि बेटीलाई जिम्मा लाएँ मैले अब एकछिन बस्नु नि यो ब्लेड हो काम सक्यो हो अब नि बाथरुममा गएर अलिक फेसियल राम्रो जाने गरिनु कसरी आएन अब बाथरुममा धुलो आउँछ होला नि त अब आफ्नो आउँछ ए हो गइहाल्यो नि अब यस्तो अहिले हुँदैन खलाङ अनि कपडा त्यो छ नि पहिरो चाहियो होला नि त होइन कटुलाएर बस्ने नि हजुर हजुर लाउने बाथरुमदेखि निस्किँदा नानी तिमी समाज उसले नै लगाइदिने हो तपाईँ समाज त अब तपाईँ खिच्ने बाल एकछिन ओइ नि खिच्ने है भइरहेको छ खोइ बुइनी खोइ ल रेडी गरौँ खोइ कान्छी खोइ फ्रेस हुन्छ नानी खोइ चन्दु चन्दु कहाँ गई चन्दु आइसुमा फोटो खिच्न बस्नु अनि जानु चन्दु सबैजना के हतार छ त नि दिनभरि काम छ त मोबाइलबाट फोटो सरी यसो क्या लुगा लाएर आउनु के हो त लाउनु के हतार लुगा लाउनु के आधी लुगा लाएर फोटो खिच्ने मैछ मेरो यसो गरेर बुद्ध जसरी बस के गर भने यहाँ यसो पोइन्ट गर्ने यो यसले यो भ्यू फाइन्डर हेर्ने यो मोडलसम्म यो मोडलसम्म त्यहाँ झ्याप्पोसम्म ल तल दिने होइन भ्यू फाइन्डरमा एरिकलाई देखाउने के गर्ने त्यहाँ ओइ लु आऊ नानी नानी आऊ यो हाम्रो होइन हैन यो हाम्रो हाम्रो यता छ त्यहाँ यसरी बस बुद्ध बसेर यसरी झ्याप्पै तल बस्ने हेरे ल भयो बस बस हाम्रो टेक्ला त खिच्दिने है कता राम्रो हुन्छ यहाँ भ्यू फाइन्डर हेर्दै त भाइ कसरी हेरै कहाँ अब ठोकिन्छ होला नि भाइ त्यो निकाल्नु न पाइप
यता छ पानी कान्छी हो त्यो लु माथि बस्नु बस्ने हो लु बस यादको यो भन्दा त आँटिँदैन है बाबु अर्को लाम यसले हाफेन्ट ल्याएन त के सुन्न अर्को छोटो हाफेन्ट लामो यति हाफेन्ट छैन भयो भयो लाज मर्दा हुन्छ भयो पहिला प्रेसर कि माटो ल तिमीहरूसँग अनि म है सारा व्यस्त अच्छा किसो त नि पखाले खामा बस्न याद ओहो आयो खोइ छोड त साथीको कट्न थाल्दा त अर्को साल होला अनि अब हो नि त चल ल बहिनी आउने तपाईँलाई साथ लाग्दैछ कि दादा ल हाम्रो नाला खिच्दै दादा फोटो खिच्नु नाला खिच्दै तिमीले सकेपछि मलाई बोला है ल म साथ यस्तो हो क्या खास अनुहार आँखा तिमी ल हस् छाला चम्किने बनाइदिएको हो कि खासी हो अहिले तर घोट्नुपर्छ त्यो जुगा कहाँ राखेको जुगा नि काटिदिनुपर्छ हो र धेरै घोट्नु पर्दैन अलिअलि तल घोटो न मजाले अलिअलि त हुनु पर्यो नि आजै हो नि त हो लु उभि त कान्छा उभ्या ठोकिन्छ फेरि लुगा खेरेर आफै बोलेछ मस्टर्ड होला नि त यता मस्टरले पोल्छ नि त त्यसले भन्दा त यसले भन्दा त्यसले राम्रो गर्छ भिडियो यसले के अरे यसले राम्रो गर्दैन अरे कालो देखिन्छ तैँले नि जान्नुहोस् के भाइ अब नि अलिकति बहिनी यता आउँछ तिमी अलिक फोटो आँखा मेरो आँखा चाहिँ पखालिदिनु त अनि आँखा अब त्यसैले पखाल्दा कहाँ हुन्छ त नि यहाँ मैले अहिले खोर्सानी काटेको थिएँ खोइ म पखाल्दिन्छु खोइ एउटा फोटो न प्लिज कति राम्रो हो डाक्टर एरिक हिरो है त भयो ए यो ताम त सक्दैन अरे जस्तो पनि हुन्छ कि राम्रो चाहिएन मेमोरी चाहियो कि मेन कुरा पनि ल नराम्रो हुन्छ क्या पछिलाई आँखामा पर्छ पोल्छ नि ल यता हेर यता आफू नयाँ त पुरै लुगा भिजाइदिने रहेछ माथि टाउकाबाट हाल न हरकुङ्गे ओइ तल बस त्यसै लुगा नफेरि हजुर भाइ के चाहियो त बस ल ठोकेर चाहिँ उसको हल्दियो कि मेरो हल्दियो जस्तो भयो गयो त पानी पानी सिधै त्यो पानी पाएको दुवार गएको छैन अब यति मुन्नु भयो अनि बाथरुममा गएर मजाले पखाल्छ नि त्यहाँभन्दा यही ठुलो पानी छ पानी सिटी वाला ड्रममा अनि यहाँ तानेर आउँछ कि पानी तान्नु यहीँबाट सहिले हुन्छ उता यही हेर्न पाइ त्यहाँ होइन क्या कस्तो गर्छ मान्छे सकिन जाने हामी आँखै रात भाइ कति पोलेर पाएन त्यो त हो त अनि आज त बस्नु पाएन नि त सन्ध्या लुगा लाउनु हुँदैन थियो क्या अहिले नानी लुगा लाउनु हुँदैन थियो क्या सर यहाँ रहेनछ पानी म त्यसो लिएर त्यो शिवजीको अर्को आएपछि हुन्छ बस
दुरामा पानी राख्नु त आगमन गरौँ भने खाए छैन भाइलाई पनि भाइको नाम कुनबाईको छोरी कि बुढा बाबा होइन काकाले भने ठिक हो ओ क्यामेराम्यान खोइ खोइ ठोकिन्छ क्यामेरामा खिच्दै पनि छ कि देखाउनु मात्र हो यो खिच्दै पनि छ नि भाषा परिधान भगवती सबैभन्दा पहिला लगाउँ कि भन्छ त्यहाँ के छ लगाउँ ल अब इन्जार लगाइदिएकै रहेछ भाषा परिधान पानी समाउनुहोस् त भाइहरूले पनि ज्ञानेन्द्र कपडामा आयो त पर अब तेरो यो चाहिँ रहेछ क्यारे ठुलो छ हो खोइ त्यो इन्जार एउटा छैन त इन्जार लगाइहाल्छु मलाई ए म लान
तपाईँ शोभा दिदीको मम्मीलाई चिन्नु न तपाईँ रिता चिन्नु भने दुईटा यिनीहरूसँग मसँगै बसेर लगभग सँगै भनेपछि त्यहाँ सानीमाखा जाने हप्तामा आउने जाने ठाउँ तपाईँहरू त्यो कुरो चाहिँ राम्ररी टाइम ल्याप्स कहाँ टाइम यसमा कहाँ हुन्छ टाइम ल्याप्स पछि यसरी बनाउला नि बरु त्योभन्दा पनि इभी यहाँ केही यसरी राख्ने हो त स्टेसन प्रतिष्ठादान कर्मणि वयं करिष्यामहे छोड्दिउँ पानी समातेर हेर्नु त ठिक छ हैन कस्तो काठी एउटा 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 गोदान यो पनि लिँदै नमो ब्राह्मण देवाय काठी काठी नमो ब्राह्मण देवाय नमो ब्राह्मण देवाय ब्राह्मण हिताय एउटा प्रतिक्रिया अनि बाबुले गुरु नमो ब्राह्मण देवाय गो ब्राह्मण हिताय जगदीताय कृष्णाय गोविन्दाय नमो नमः आकाशत्वं तु यथा गच्छन् सागर सर्वदेव नमस्कार त्यतिबाट घुमाएर आउनु नमो ब्राह्मण देवाय गो एउटा प्रतीक्षा उल्टीको लागि यसको लागि नमो ब्राह्मण देवाय यताबाट घुमेर आऊ प्रतीक्षा देऊ नमो ब्राह्मण देवाय अब त्यो गोदान देऊ नमो ब्राह्मण देवाय गोविन्दाय नमो नमः अब उता जाऊ नमो ब्राह्मण देवाय गोब्राह्मणेताय नमो नमः आकाशत्वं यथा गच्छन्ति सागर सर्वदेव प्रतिष्ठा फेरि उता गरेर लाग्यो नमो ब्राह्मण देवाय तरिका बुझ्न चाहिँ गाह्रो के गुरु अब प्रक्रिया चाहिँ के थाहा छैन प्रक्रिया जति चाहिँ सबै ब्राह्मण देवाय नमस्कार सागर सर्वदेव नमस्कार सर्वदेव नमस्कारं केशवं प्रतिगच्छना ल जनै यो होइन मलाई अप्सन त्यहाँ कहाँ राखेको छ तपाईँले उयो होला के त्यहाँ जनै कहाँ छ जनै लगाउने जाने केटाहरु लगाउने अघि छुट्याएको छैन त्यो कता राखेको छ त्यो त ल्याकै छैन उतै छन् कि खोइ यहाँ छैन भउँदा इउ ल्याउ खोजेर राखेको छ गुर त्यतैतिर झोलामा छ कि छ भने त्यतै झोलामा खोइ राम्रा जनै छ
घन्टा बजाउने पनि तयार सबै तयार होइन स्वासोदा गर्ने ब्राह्मणजीहरू पनि तयार भारवाला पनि तयार भारवाला पनि तयार दौरेनी मङ्गलेनी पनि तयार बिस्कुने पनि तयार अब यो हाम्रो शुभ मुहुर्त ल्याउन ठिक छ यो बेलामा ठिक छ मित्रको लागि शुभ मुहुर्त ल्याउन ठिक छ यो 2081 साल वैशाख 6 गते अहिले टाइम हेर्नुहोस् त कति भइरहेको छ 10:33 सेकेन्ड 10:33 मिनट पश्चात 34 35 36 हुन सक्छ है त्यो भित्रमा हामीले यो मतदान दिँदाखेरि कुनै लग्न दोषहरू छैन कुनै इन्द्र दोष लाग्दैन मतदान दिँदाखेरि एकदम शुभ छ अनि बटुकहरू पनि तयार मतदान दिने गुरु पनि तयार सङ्घघण्टे पनि तयार स्वस्ति वाचन गर्ने ब्राह्मणहरू पनि तयार त्यसमा कुनै फरक परेन परेन एक बार मैले यहाँ सोधेँ यहाँहरूलाई दोस्रो बार पनि सोध्छु तेस्रो बार उहाँलाई तेस्रो बार पनि मैले उहाँलाई जिम्मा दिएको छु दौरेनी मङ्गलेनी तयार लगन गाँठे तयार बिस्कुने पनि तयार हारवाला पनि तयार अनि त्यहाँबाट यो लगन गाँठेहरू पनि तयार वाचन गर्ने ब्राह्मणजीहरू पनि तयार स्वासोदा गर्ने ब्राह्मणहरू पनि तयार मन्त्रदान दिनका लागि बटुकहरू पनि तयार मन्त्रदान दिनलाई गुरु पनि तयार यो 2081 साल वैशाख 6 गते आज यो कति 11 बजेर कति अरे 10 बजेर 34 35 36 मिनटसम्मको शुभ लगन ठिक छ यसमा दोष छैन मन्त्रदान दिँदा दुई बार बोल्नु तपाईँ सोध्नुहोस् शुभ लगन भयो ओम आज मिति 2081 साल वैशाख 6 गते बिहिबारका दिन सो हरिप्रसाद र श्रीमती हरिमाया बास्कोटाको नाति ईश्वर शोभा बास्कोटाको सुपुत्र डाक्टर बालकृष्ण बास्कोटा र देवनारायण दुलाल र कैकेयी दुलालको नाति थुमनाथ र रीता दुलालको सुपुत्र नवदीप दुलालको शुक्ल यजुर्वेद मानदेन दिने शाखा गुरुमुख भएर अध्ययन गर्ने र स्वाध्याय गर्ने पहिलो खुड्किलो व्रतबन्ध मन्त्र प्रदान भएकोले त्यसको व्यवस्थाको वैदिक विधि अनुसार ठिक ढिकी कुट्ने र घान लगाउने तयार सबै भनिदिनु है त्यहाँ तयार भनेर अनि जाँतो पिस्ने तयार बिस्कुन सुकाउने उठाउने तयार बाजा गाजा पनि ठेक पारिदिनु है बाजा गाजा बजाउने तयार छो त बाजा बाजा गाजा बजाउने तयार दियो कौशौली बोक्नेहरू तयार डम्मरू बजाउने चम्मर हल्लाउने तयार गीता उपनिषद ब्रह्मसूत्र वाचन गर्ने गुरुहरू तयार मन्त्र दिने गुरुहरू तयार बटुकहरू तयार शुभ लग्न भयो शुभ लग्न बाजा बजाऊ भगवान विष्णु मङ्गलम भगवान मङ्गलम पण्डरी मङ्गलम
गर्दैछु त म मङ्गलम पुरी गाछ मङ्गलाय यता खाने पानी अन्ना यता हामी न भाइ तलाई म गुरु यो कता बिस्कुट हो बिस्कुट सुकाएर तिमी राखिदेऊ न मामा होइन मैले चाहिँ माइला काकाकी छोरी भइ तुलसा हामी फोटो खिच्यौँ होइन आन्टी कहाँ हुन्छ होइन हामी भिडियोमा त ल बोलेर नमस्कार गर्ने जपा कुसुम शङ्का शङ्का मङ्गललाई पनि चन्द्रमाको वैशिष्ट्य छ मङ्गलको नमस्कार गर्ने प्रियङ्गो कलिकाश्यामं रूपेणं प्रतिबिम्बुदं सौमसाम्बुधं प्रणमाम्यहं बुधदेवताभ्यो नमः देवानां च ऋषीणां च गुरुणां च नसामिदं बुद्धिभूतं त्रिलोकैकं नमामि बृहस्पतिं बृहस्पतये नमः ल फेरि अर्को केलाई भन्दाखेरि शुक्रलाई हेमकुन्दं मृडालाभं दैत्यानां परमं गुरुं सर्वशास्त्रवक्तारं भार्गवं प्रणमामि शुक्राय नमः अब शनिलाई फेरि अर्को पुष्पले ध्यान गर्ने अर्धकार्यमा वीर्य चन्द्रादित्य विमर्दनं सिंहिका गर्भसम्भूतं तं राहु प्रणमाम्यहं राहवे नमः राखिदिने
यतिलाई गुरुजर नमस्कार गर्ने हरि ओम श्रीश्चते लक्ष्मीश्च पतक्रम्बौ रात्रे पार्शिवे नक्षत्राणि रूपमसमवाति दक्षिणखां मैखण सर्वलोकं मैखण राखिदिने मन्त्र पुष्पाञ्जलिं समर्पयामि अब मन्त्रे पुष्पलिने हरि ओम नवग्रह ब्रह्मा मुरारिष्टपुरन्तकारी भानुषशीलश्च गुरुश्च शुक्र शनि राहु केतवः सर्वे नवग्रहदेवताभ्यो नमः मन्त्रपुष्पाञ्जलिं समर्पयामि केही भन्नु त्यो अष्टगन्ध अलिक मजाले ल्याउँछ यिनीहरूलाई अब चन्दन लगाइदिन्छु रातो टिकाहरू लगाइदिन्छु अब यिनीहरूलाई त यसो भिक्षादानतिर पठाउनु पऱ्यो नि त ब्रह्मचारीहरूलाई यो फोटो खिचेर बस्ने चाहिँ टाइम होइन नानीहरू त के गरेको इन्टरभ्यू है And welcome back to my YouTube channel. Subscribe to Sankamrok account and thank you so much. Bye. आमाले आफ्नो परिचय दिनुपर्ने भयो मेरो ट्याबुङ घर बराल अरे भास्कर बराल कि माइली बुहारी ल हेलो माइजू दर्शन हेलो छोडा न आमा दर्शन ए है हामी आउँदै गरेको नि आयो होला नि ल यहाँ एक दुईजना चाहिँ अब वर्तमान नै सुरु नभई खान बसेछन् भोकको हालत यो भोकले गर्दाखेरि यो मान्छेको चाहिँ आदरणीय जनसमुदाय यहाँ मेरो केही गल्ती छैन यो भोकले गर्दा भएको हो मलाई माफ गरिदिनु होला अरू केही चबाउन चाहिँ छोडिँदैन होइन चबाउन त पर्छ एकलाई जिन्दगीमा चाहिँ गर्न छोडिन्छ चबाउन छोडिँदैन लु उता जानु ठिक भयो मा अन्तकारी विजय यहाँनिर स्याउ झोड्दै यहाँ वर्तमानमा सुरु नि भएको छैन यहाँ अरू एक दुईजना मान्छे नि छन् यहाँ एक्लै आएर क्यामेराम्यान भन्दा यहाँ स्याउ झोड्दैछ चोरी चोरी खाँदैछ यसको लागि के भन्न चाहनुहुन्छ सौभाग्यजी एकदम बकवास एकदम भन्दा तपाईँलाई चाहिँ के लाग्छ विजयजी म त एकदम गजब हो नि मान्छे गजब मान्छे ल ल क्यामेराम्यान अभिषेकका साथ रिपोर्टर विजय आउट भित्रको यो घरको बोरा चाहिन्छ गुरुले के भन्दै हुन्छ त्यो अनुसार चलियो भने त्यसले हामीलाई पनि रक्षा गर्छ हैन पङ्क्ति अनुसार चलिएन भने हुँदैन त्यसैले भवत् पूर्वाम भिक्षेत भवति भिक्षाम देहि भवत् पूर्वाम भिक्षेत भवति भिक्षाम देहि यो चाहिँ कति शुद्ध तरिकाले यो चाहिँ हुन्छ आजका बटुकले भिक्षा मागे भन्ने पनि हुन्छ यो भवति भवता भिक्षाम भन्छ नि मान्छे भवति भिक्षाम देहि भवति भिक्षाम देहि भवत् पूर्वाम भिक्षेत भवति भिक्षाम देहि भन्ने भिक्षाम देहि एकचोटि फेरि भवत् पूर्वाम भिक्षेत भवत् पूर्वः भिक्षेत भवति भिक्षाम देहि 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 यताबाट म अर्थ भनिदिइहाल्छु तिनीहरूले जे जे भने पनि भनिदिन्छ गुरुले शुद्ध भनेको गुरुले शुद्ध पाइहाल्नु अब
बाले भनेको यही हो तपाईँहरू चाहिँ उठ्नुहोस् त अब सिधा काम चाहिँ कतिखेर हुन्छ अब आउँछ म पठाउँछु नि यहाँबाट आमाहरू खै त तिमी जाऊ न उता पल्लोपट्टि यता माथिबाट ऊ माथिबाट जता फर्किए पनि हुन्छ जता फर्किए पनि हुन्छ होइन गुरु ठाउँ अनुसार होइन जता आँटिन्छ त्यतै फर्किनु सुरु भइसक्यो सुरु भएको छैन हुन बेला भएको छैन के हेर न मतिर खाली यो भगवान कहाँ छ अरे तेरो ब्याग कोही नबिन कहाँ छ अरे